हेलो गाइज वेलकम टु माई ब्लग। यो मेरो पहिलो भ्लग हो। म र साथी छौँ। साथी चाहिँ यही हो होइन। अब सुतिरह। अब हामी कोठामा छौँ। अब एकैछिनपछि हामी माथितिर जाँदैछौँ। अब बल खेल्छौँ। त्यस पछाडि हामी रमाइलो रमाइलो कुराहरू देखाउने नै छौँ। अझै आज हामी अनि रोनाल्डो मेस्सी को बेटर हुन्छ त्यो पनि गर्नेछौँ। म चाहिँ अब कोठामा छु, रेडी हुँदैछु अनि कपडा लगाउँछु अनि एकछिनमा जान्छु। ल गाइज म फुटबल खेल्ने ग्राउन्डमा पुगेर कसले चाहिँ रोनाल्डो मन पराउने रहेछन्, कसले चाहिँ मेस्सी मन पराउने रहेछन् अनि नेमारको फ्यानहरू कति छन् हामी त्यो देखाउनेछौँ, मनोरञ्जन गर्नेछौँ गाइज। यो चाहिँ मेरो अर्को साथी हो नि, कट्टर रोनाल्डोको फ्यान हो। फेरि म चाहिँ फेरि एकदम कट्टर नेमारको फ्यान हो अनि यो चुतिया पनि रोनाल्डोकै फ्यान हो। अब केही छैन गाइज। अनि यस्तो यस्तो चुतिया पनि रोनाल्डोकै फ्यान हो। अब केही छैन गाइज। अनि यस्तो यस्तो हामीहरूको भइलाई सपोर्ट गर्नु होला, त्यस्तो नराम्रो चाहिँ नमान्नु होला। ल वेलकम। हामी एकदम ग्राउन्डमा पुगेर रेडी भएर तपाईँलाई पुगाउनेछौँ। हामी चाहिँ अब हिँडिरहौँ फुटबल ग्राउन्डतिर जानलाई। अब यतातिर पनि अब बाटो यस्तो यस्तो हो। अब के म अब गर्छु त म, केटाहरू पनि छन् अन्त मकै सकै लागिसक्यो यार। कति छिटो भइसक्यो। जा जा कोठा जा। केटाहरू यहाँ के गरेर यहाँ कोठा गएर पढ है। त्यो बहिनीलाई चाबी दिएछु, त्यहाँ मागिस् है। ल यहाँतिर चाहिँ यस्तो छ कि भ्यू एकदम दामी छ यार केटा हो यार, हो कि नै? यो कोरियन पढाउने ठाउँ थाहा कि नै तिमीहरूलाई? यही हो। अनि हेर्नु यही यो के हाइट देखाउँछु एकछिन माथि पुग्यो भने। तपाईँहरू यदि यहाँ सुर्खेतमा लाटीकोली 9मा बस्नुहुन्छ, चन्द्रसूर्य टोलतिर बस्नुहुन्छ भने पानीको समस्या छ भने हजुरहरू यो लोकेसनमा आउन सक्नुहुन्छ के। यहाँ एकछिन कुवा पनि छ यहाँ माथि। यहाँ कोरियन पढाउने ठाउँ कहाँ हो भनेर सोध्नु, यहाँ आउँदा पनि हुन्छ हजुरहरू। यहाँ जस्तै अब यस्तो यस्तो ठाउँहरू छ यहाँ। अब यहाँ चाहिँ अलि यस्तै यस्तै छ, अलि गाह्रै छ समस्या। यही हो यता, यही हो खानेपानी बनाउने ठाउँ। अनि यही हो कोरियन इन्स्टिट्युट। एकदम राम्रो पढाइ हुन्छ फेरि, 100% हो है फेरि, केही होइन क्या। मलाई भने जस्तो लाग्छ केटा यार। मलाई बहुत डर लाग्यो। ए बाबु गर्नु आएको थियो तर अलिक डर लागेको थियो कि। फेरि केही छैन, हामीहरूले आफ्नै कामतिर लाग्ने हो, गलत काम गर्नुहुन्न। केटा के छ केही भन न यार, त्यो म मात्रै बोलिरहेको छु। यो भाले लोकल भाले हो फेरि यो केटा हो। फुटबल ग्राउन्डतिर जाऊँ भनेको हिँड्दैछौँ यार। फुटबल यहाँतिर हाम्रो घरबाट जान अलिक टाइम लाग्छ कि। यो अब हामी रोडमा पुग्दैछौँ। हल्ला नगर न यार, ठिक छ। हामी यसै छौँ एकछिन। अब यहाँ हामी रोडमा पुगिसक्यौँ, रोडबाट जान्छौँ अब। भाइहरू यहाँ हुनुहुन्छ, भाइहरूलाई सोधिदिउँ फुटबलको के हेर्नुहुन्छ भनेर। फेरि आड आएन कि फर्स्ट भलग हो त, अलिकति त्यस्तो इनर्जेटिक छैन त हामीलाई, त्यस्तो हामी पर्फेक्ट छैनौँ। हामी पनि पहिलाबाट इन्सपायर भयो यार, साथीहरू बनाउँछन् त्यही भएर अलिअलि कस्तो रहेछ फर्स्ट टाइम। त्यस्तो गाडी देख्नु भएको थियो गाइस कहिले? डोना थापाको गाडी हो फेरि। डोना थापाको कहाँ अरे, कुन महल अरे त्यो भन्न मिल्दैन अहिले हामीले। यो थाइल्यान्डमा गयो बेला त्यसको देख्नुभयो कि नै त्यो चर्चिकला। अनि यो नयाँ नयाँ बिल्डिङहरू यहाँ त खतरा बनायो यार सुर्खेत त। हामीहरू आउँदाखेरि पहिला यार, हामीहरू यहाँ सुर्खेतमा आउँदाखेरि पहिला कस्तो थियो सुर्खेत, अब अहिले कस्तो भइगयो यार। म आउँदाखेरि त त्यस्तो थिएन यार, यहाँ घना थियो। अहिले खतरा, यो पुरै भरिसक्यो, यो यस्तो भरिसक्यो आजभोलि। अनि यो हस्पिटल यहाँ बासिन्दाहरूलाई केही भयो भने अनि पछाडि एक्सिडेन्ट ज्यादा हुन्छ यार यो रोडमा यार। यो रोड चिज बालबादेखि ल। अब गाइज हाम्रो अब फुटबलतिर खेल्न जाने भनेको ग्राउन्डमा कोही आएर नि छन्, त्यो भएर डिसिजन चेन्ज गरेर अब हामी चाहिँ माथि घन्टाघरतिर घुम्न जाँदैछौँ। अब केटा आउँदैछन्, आरुष पनि यही हो। त्यो चाहिँ खै छिटाउने पण्डित जाऊँ, तिम्रो भान्जा भाइ आरुष जाऊँ त। यता भन अब केही भनिदेऊ हाम्रो जे पाए त्यही त नबोलाउँ है। हामी यो शुद्ध भलाएको हो क्या हाम्रो। अब हामी चाहिँ सायद गाइज यो ग्राउन्डमा जाने भने थियौँ, ग्राउन्ड चाहिँ कोही आएनन्। आएको पनि त्यस्तै छब्री ट्याबेहरू छन् यार, हामीलाई डर लाग्छ त्यस्तो ठाउँमा जान। त्यही भएर अब हामी चाहिँ अब कहाँ जाँदैछौँ? घन्टाघरतिर, फेभरेट र भाइरल प्लेस हो त। यहाँ हेर्नु न अब ग्राउन्डमा कोही छैनन् के, ग्राउन्ड त्यही हो तर त्यहाँ अलिकति
यो छ अलिकति मेन्टल्ली प्रोब्लम छ क्या माथि भनेको मात्रै सरी त्यतिकै जेपाती साथी हो जाँदैछौँ के डर नमान्नु यार दाजु के छ हामी जाँदैछौँ त अलिअलिमा जान्छौँ अनि घन्टाघरतिर गएर अझै मोमोसोमा खान्छौँ भन्ने अरे कि पैसा एक सिक्को छैन अब त्यो बेरोजगारी छ म पैसा नभएर भिखारी भइहाल्छ हाम्रो स्कुल त देखिन्न ऊ त्यहाँ कोचाउँदो हो अब केही देखिन्न अहिले पुगेपछि देखाउँछु म अहिले त्यही अब स्कुल देखाएर जाऊँ लाग्यो कहाँ थियो टिचर त्यत्तिकै जसलाई पाएँ त्यसले टिचर आफूले त देखाएन अब के गर्छ त अब हाम्रो स्कुलको यस्तै छ नियम कानुन अरू त आउँदै आएन नि त यार केटा हजुर जहाँ पनि मकै लाग्यो खा यार केटा मकैको सिजन रहेछ यो ल हामी चाहिँ अब शहीद पार्क भन्दा नि मङ्गलबारी पुगेर गर्छौँ अगाडि चाहिँ हामी चाहिँ अब हामी सारे रङ्गशाला आइसकेका छौँ यो रङ्गशाला हो होइन बहुत विकास गरिदिए यार हो रङ्गशालालाई सब बुकिङ हुन्छ सुरुमा ल यसको वरिपरि आज हामी हेर्नेछौँ यो यस्तो छ यार पुरै नाच्दा नाच्थ्यो जस्तो ठुलै छ स्टेडियममा स्टेडियम त कडा छ त फेरि स्टेडियम देखा न मेन गेट हो त भाइ हो स्टेडियमभित्र अलि ज्यादा देखिन्न त्यही पनि देखाउँछु देखाउने चाहिँ कोसिस गर्छु माथिबाट बल देखिन्छ गाइज माथिबाट दामी देखिन्छ त्यहाँ माथि जाँदैछौँ माथिबाट देखाउँछौँ मैले सबभन्दा अलिक कम्फर्टेबल भइरहेको मलाई फर्स्टवाला गएर हो क्या यही हो अब मुख्य गेट हो क्या लगभग यो र तलको मुख्य गराउनु यो र त्यहाँ दामी सिन्स तलको र तल थियो त त्यो एक्स्ट्रा भन्दा ज्यादा माथि दाम भ्यू देखाउँछ माथि गएर देखाउँछु अहिले यो हेर्नु न बिचमा कस्तो दामी रुख लगाइदेखा यार फेरि यो गराउनु फेरि दामी छ क्या फेरि पुरै भ्यू मेरी बाउरे अझै माथि गएर खिच्यो भने त कराते पनि खेल्नु त्यहाँ देखिरहनु भएको नि यता हेर्नु यो स्टेडियम यस्तो दामी गराइदिएको छ या तर अहिले हामी अलिक होचो गरेर देखिरहेन यो ग्राउन्डमा फेरि क्रिकेट सब खेल्दो रहेछन् क्या कति गेम खेल्छन् यार नेपालले छुट्टै केही गराउनै चाहन्न नेपाली कराईमा अहिले क्रिकेट यति फेमस भइसक्यो नि कुरै छोडिदिनु क्या क्रिकेट अन्त पछाडि कराते अनि हामी भल घर कति फरक के भन्ने के यार केटा हो यार यता आउन यार अलि त्यहाँ के छिसमिस गरेर या हो भलगमा सब्सक्राइब गर्नु के सब्सक्राइब मात्रै नभन कि अनि यताउति क्रिकेटको बारेमा के जाने हो अनि यो हजुर रातो बेल्ट भने कुन ठुलो कुरो हो रन गाइस हेर्नु न रातो बेल्ट भने के अरे रिजन बता जे पनि हामीलाई केही फरक पनि पर्दैन हामी स्टेडियम देखाउन आएको खासमा अब स्टेडियम हेर्नु न म भ्यू पुरै उ गरेर देखाउँछु तपाईँहरूले फेरि अब उबाट हेर्नुभयो होला फेरि के अरे माथि ड्रोन त्यति धनी पनि छैनौँ हामी तपाईँले सपोर्ट गर्नुभयो भने चाहिँ हामी त्यो पनि छिट्टै पुरा गर्छौँ है सबैले हजुर ड्रोनबाट खिचेको कहाँबाट बत्तल भयो कपिराइट लाग्छ त्यस्तो गरेर हामी आफ्नै मेहनतले गर्छौँ गाइस तपाईँहरूको साथ सपोर्ट मात्रै चाहियो है पुरै देखाइदिन्छु मैले जुम गरेर देखाइदिउँ तर अलि देखिन्न क्या यार अलि
जुम गरेर देखायो भने नि यो जाली लगाएर अलिक खत्तम गरे तर यति हो हेर्नु उता सिट मेरी बाबा यहाँ चाहिँ हामी लोकल अनि यता चाहिँ भिआइपी लोगहरू बस्ने ठाउँ हो कि भिआइपी लोग भने त बुझ्नुहुन्छ नि अब यो चाहिँ ग्राउन्ड चाहिँ पोस्ट चाहिँ दामी गराएको यो युज पनि गरेको छ नेचुरल घाँस हो फेरि नेचुरल घाँस भएर चाहिँ हामीलाई दामी भएको फेरि है हामी चाहिँ अब यहाँ गेम स्टार्ट भयो भने त जान्छौँ है फेरि हामी जान्छौँ यहाँ हेर्नु न यहाँ रोड पनि बनाइरह यहाँ ट्र्याक्टर पनि चलिरहेछन् काम कार्यहरू चलिरह के यहाँ केटाहरू फेरि आफ्नै कुराहरू गर्नमा व्यस्त छन् क्या यहाँ फेरि हामी एउटा कुरामा मान्छेहरू धेरै फोटासोटा खिच्छन् यताउति गर्छन् त्यो रुखबाट उ भएको थियो फेरि यहाँ चाहिँ सिम्पल्ली साइकल बाइक सिक्ने अनि फुटबलको ट्रेनिङहरू गरेर आउँछन् छाडामुतिर माछाले त्यो नराम्रो चाहिँ नसुन्नु फेरि त्यसो छाडा ऊ काम चाहिँ गर्नु नयाँ राम्रो ए यता छ फेरि योगामा फेरि दौडिने यताउति गर्ने पनि छ केटाहरू फेरि आफ्नो टिकटकको पर्सनल टिकटकको लागि ज्यादा गरेर खान् क्या हामी ऊ त्यहाँ जान्छौँ एकछिन त्यहाँ गएर अनि आजभोलि फेमस राखिने तपाईँहरूलाई फेरि त्यहाँ रातो उहरूको लागि केटाहरू फेरि आफ्नै पोजमा किदिरहन् साथीहरू फेरि अब के भनिदिउँ अब हामी त अब बेरोजगार यिनीहरूको त अब गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ यार अब यस्तो यस्तो हान्छन् देखाउनलाई म त अब बेरोजगारी ठिगारी मलाई अनुहार नमिलेको केही नभएको केही पनि हेर्दैनन् कहिले पनि भन्नु केही छैन मलाई तर पनि म जो छु जस्तो छु त्यसै ठिक छु त्यसैमा केटा दाइ राइडहरू भइरहेछ यहाँ दाइ अनि साइकल हान्नु ल एउटा अनि पछाडि अस्ति यो ठाउँमा चाहिँ कन्ट्रिब्युसी भएको थियो यार ठुलै कन्ट्रिब्युसी भएको थियो यहाँ बाइकले स्कुटीलाई ठोक्दो रहेछ त्यही त केटाहरू आऊ के जाम माथितिर जाम आऊ माथितिर जाम यो रुख पहिला यार यहाँ माटो थिएन अहिले त बस्ने सस्ने ठाउँ गरेर व्यवस्थित गरा यो रुखमा चढेर हामीले यो पहिलोचोटि हेर्ने हो यार यो के ठुलोवाला फेरि डिफ्रेन्ट पोजमा फोटा दिइरहन् केटाहरू फेरि अब के भनौँ अब हामी चाहिँ फेरि यतिजना आयौँ ज्यादा साथीहरू पनि छैन हामीहरूको फेरि त्यही भएर के भन्नु त यही यताउति गर्नु पऱ्यो अब मलाई गराउनु लागि मान्छेहरू पोज दिइरहने यहाँ अनि आजभोलि सुर्खेतमा ऊ चलिरह यहाँबाट त्यहाँ घन्टाघर देखिरहेको देख्नु भयो नि सिम्पल घन्टाघर के त्यहीँ जाँदैछौँ हामी अब यो रातो रुख देखिराख्नु भयो नि गाई यो रुख अहिले फेमस छ टिकटकमा यार यो फोटाहरू बहुत खिचिरहनु हामी पनि खिच्ने हो आज हामी पनि देखाउनु पऱ्यो त होइन हामी पनि कोही यसलाई कम छैनौँ भन्दै हो कि न केटाहरू फेरि जहाँ गयो केटीकै कुरा हो कि केटाहरू यार यस्ता छन् केटाहरू म मात्रैमा आफू हाले ल जाम मात्र कहाँ ए त्यही फुल त जानु खान्छ हामी त्यही रुखमा जाँदैछौँ अब त्यो रुखमा जानु पऱ्यो कि नै अब यहाँ जसले पनि सानो झाटी आउँछ नि अब यस्तोमा गयो सबको फेरि साइकल चलाउने तरिका नै फरक के फेरि हामी त्यही जाँदैछौँ है हामी चाहिँ हिँडिरहौँ हेर्नु कति रातो छ यो सुर्खेतको आजभोलिको पपुलर ठाउँ हो क्या मतलब यहाँको आजभोलि एकदम पपुलर हो किन भन्दाखेरि यो माथितिर जान्छ बाटो फेरि यो रोड माथि यहाँ फुलहरूमा फोटासोटा खिच्नलाई यस्तो भिड छ फोटा खिचौँ न त आइज न त आइज उता खिचौँ ल के पैसा आएन त्यो हामी त्यत्तिकै मोबाइलबाट खिच्न नि बुझ्छ रे बाबु पैसै चाहिन्छ र गाई फोटा खिच्न यार फोटा भने यहाँ क्वालिटी खिच्नुपर्छ भन्ने छैन कि अनि अनुहार देख्छ त भएको छ अब यस्तो भिडभाड छ यहाँ मलाई लाग्छ यही रातो रुखले गर्दा हो कि नेपालमा केही ट्रेनिङ नै आउनुहुन्न यार छिटा म त यस्तो भिडभाडमा हिँड्न चाहन्न तर अलिक फास्ट हिँड्दा छु कि मलाई यस्तो ठाउँमा अलि अर्कै लाग्छ यार के यार केटा आफ्नै मुडमा छौ यार
आफ्नो फोटो खिचिरहन् के बिचमा क्यामेराम्यान पोचर हामी यस्तो ग्रुपमा हिँड्न मलाई अलिक ग्रुपमा हिँड्नलाई इरिटेट लाग्छ ग्रुप मलाई मन पर्दैन क्या खासै यार केटाहरू फेरि आफ्नै भयो अघि देखाइदिउँ फेरि केटाहरू फेरि यस्तो यस्तो पोजहरू कहाँबाट सिकाउने यार स्टाइल यहाँ पनि ठुलै गराउनु हो फेरि आफ्नै तरिकामा गेम खेल्छन् कस्तो तर्साउँछ पागल रहेछ साला हेर न गाइज एक्सिडेन्ट यसको नभएर हाम्रो हुन्छ त यही मर्छ किन देख्नु भएको कि नै साले पागल गएर सिकाएर आउँछन् केटाहरू आज उनीहरूलाई मोटिभेट गर्नुपर्छ क्या आइजान केटा हो यार ए तेरि पोज मात्रै यो रातो रुख देख्नु भयो नि यसमा एक हाम्रो पनि भिडियो क्लिक हान्दिउँ न त हामी घन्टाघर जानलाई यस्तो परेन्द गरेर पनि केटाहरू बिचमा फोटो खिच्न लान त्यही भन्नु छ त मलाई मिड वेस्ट युनिभर्सिटी कलेज हो त होइन त्यो दुईजना लोथरहरू कहाँ गयो छोड न यार त्यस्तो सिम्पल हो क्या हामी घुम्नु भनेको ठाउँ चाहिँ हामी पुगिसकेका छौँ घन्टा गरे किन के आयो त नि लभ इज लाइफ अरे लभ इज लाइफ ठुक्क लभ इज लाइफ त म भनेकै मान्दैन के खिच्छ स्याहार हामी आज आउने हिउँसम्म हो गाइस अब हामी चाहिँ यहीँ गरेर गइरहेको छौँ किनभने हामीलाई फर्स्ट टाइम हो अब चाहिँ हामी ट्रान्सफर घर जाने भएकोले अब 100 रुपियाँ चाहियो अरे अब हामी भिखारी छौँ अब हामी त्यही भएर हामीसँग छैन ल लगाइदिन्छ है ल यही हो घन्टा गरी हामी यहाँ नजिकै पुगेर पनि अब अलिअलि टिकटक बनाउँला टिकटकतिर पनि हेरिदिनु होला सबैसम्म युट्युब हामी त यो युट्युबमा हाल्छु म अब यही हो मेरो युट्युब च्यानल अनि पछाडिमा सबैले लाइक सब्सक्राइब गरेर माया गरिदिनु होला प्लिज अब मेरो सब्सक्राइब ज्यादा पनि छैन भ्युज पनि ज्यादा छैन टार्गेट चाहिँ थोरै हो ज्यादा नि होइन कति टार्गेट राखौँ त केटा हो कहाँ 100 ज्यादै भयो यार हाम्रो लागि त यार 20 भ्युज 10 लाइक 5 लाइक घुम्ने यति भयो क्या हामीलाई ज्यादा पनि चाहिएन यहाँ मान्छेहरू रोमान्टिक छन् यार फेरि